Hello guys, welcome to my vlog. It's me Deepika. सबैजनाले मलाई चिन्नुहुन्छ. Thank you so much for your support and help. After long time मैले यो vlog बनाउँदै छु है. यो vlog चाहिँ म कहीँ जाँदै छु, त्यसको लागि म रेडी हुँदै छु. सो कहाँ जाँदै छु भनेर भन्ने कुरा चाहिँ म भन्दिन. यो कुरा चाहिँ सिक्रेट हो. So please हजुरहरूले जान्न चाहनुहुन्छ भने if you all want to know, please watch this vlog, okay? Full. रेडी भएर अब हामी निस्केको कहाँ जान आँटेको थाहा छैन 10 दिनको लागि छोड्न आएको मेरो भाइ एटीएम दे पासपोर्ट दे गाइस यो पनि जाने यो नजाने हामीलाई छोड्न आएको गाइस अब सिटी आयो हाम्रो यहाँ बसिसक्यौँ दिल्ली र त्यहाँ इलाम हामी अब उत्रेर हिँड्दैछौँ सीढ़ी चल आ गए हम रेलवे स्टेशन गाइस थाकिहाले गाइस यिनीहरू कहाँ पुगिसक्यो आयो यो बिचमा यहाँ छेउमै परेछु चल निस्किन नदिनु छेउमै छ चल हामीहरू फाइनली आफ्नो बगीमा आएर बस्यौँ देख्नु गाइस देख्लो एक दुई हाम्रो दुईटा हो नि त अब हामीले एकजनालाई मात्रै ठाउँ दिनु पर्यो यहाँ अनि यहाँ छ दिएको ठाउँ अलिकति भयो त यो इधर यो I see सार घरमा पनि यही काम गर्नु स्टेसन आएर पनि यही स्ट्यान्डमा खोलाउने काम गर्नु हाम्रो दुईटा मात्रले अरूको हाल्दिनँ म अरूको आफै हाल्छु घरमा पनि सिलाइनु खोला छ यहाँ पनि सिलाइनुको खोला यसको कामै सिलाइनुको खोला त्यो पनि च्यात्तेको अनि गाइज म मेकअप गर्दै किनभने हामी रात बिताइसकेको थियौँ ट्रेनमै अनि मेकअप गरेँ मैले मजाले आफ्नो मर्निङ रुटिन त फलो गर्नु पर्यो नि त मैले होइन र गाइज के कसो हो अनि मेकअप गरिसकेपछि मैले मेरो बहिनीलाई देखाएँ हेर मलाई हामी देखेँ भनेर दिन बिते पछाडि रात पर्यो र रात परिसकेपछि हामी आफ्नो डेस्टिनेसनमा आइपुग्न आँटेको थियौँ सो म उठेर चाहिँ अलिकति आफ्नो लिप्सलाई फेरि टचअप गर्नको लागि मैले अलिकति लिप बाम लगाएँ लगाइसकेपछि भाइ र मेरो खै के भन्दै थियो मेरो भाइले अनि म चाहिँ दिदी खै के भन्दै थिएँ मैले अनि किनभने हामी आइपुग्न आँटेको थियौँ अनि माथि रिस उठ्यो अनि रिस उठेपछि म यतिकै बस्छु खै आउँदैन त भनेर फाइनली गाइज हामी आइपुग्यौँ हाम्रो डेस्टिनेसन र हामीलाई रिसिभ गर्न रेडी आउनुभएको थियो अन द डेस्टिनेसन यो स्टेसनको क्राउड हेर्नु न गाइज यो कहाँको स्टेसन हो कसले थाहा पाउनुहुन्छ जसले थाहा पाउनुहुन्छ प्लिज कमेन्ट डाउन है त कमेन्ट गर्नुहोस् है अनि हाम्रो रेडी अगाडि म चाहिँ पछाडि भिडियो बनाउँदै जाँदैथेँ भ्लग बनाउँदै जाँदैथेँ अनि हामी कतिखेर घर पुग्ने अझै त्यहाँबाट टाइम लाग्ने रहेछ घर पुग्नलाई त मेरो बहिनी हेर्नु न अनि हाम्रो डेडी कति छिटो हिँड्नुहुन्छ यो चाहिँ हामी स्टेसनबाट बाहिर आइसकेपछिको भ्लग यो नजारा हो यस्तो छ त्यहाँको नजारा अनि डेडी अटो लिनलाई जानुभयो अनि अटो आयो हम लोग बैठ रहे टेम्पो में अनि हामी टेम्पोमा बसेर अदर पनि टाइम लाग्दो रहेछ क्या मैले चाहिँ पुरा भ्लग बनाउँदै हिँडेँ दिव्या यहाँ किचनमा खाना बनाउँदैछु निकाल त्यसपछि खाना खायौँ रातिको 12 बजिसकेको थियो यो चाहिँ इन्डिङ भ्लग हो कस्तो लाग्यो हजुरहरूले प्लिज कमेन्ट गरिदिनु होला बाई बाई अझै भ्लग आउँछ के गर्यौँ हामी त्यस पछाडि भनेर